हेलो एभ्रिवान, यो चाहिँ हामी भोलिको लागि सामान किन्दैछौँ। भोलि चाहिँ हामी पिकनिक जाँदैछौँ कैलाशपुरी। त्यसैले सबै सामान चाहिँ आज रेडी गरेर राखेको। यो चाहिँ आज बिहान चाहिँ 7 बजे हामी अलिक जयचौरमा भेला हुनुपर्ने थियो। यो चाहिँ रेडी भइसक्यो। म चाहिँ रेडी भएर अनि माइजू लिन जाँदैछु। माइजू पनि यहाँ रेडी भइसक्नु भएछ। हामी दुवैजना चाहिँ मैले चढेर चाहिँ हरिणतर्फ जाँदैछौँ। यो चाहिँ नारायण चोक हो अनि यहाँदेखि उतापट्टि चाहिँ प्रहरी चौकी छ, नमुना हस्टेल जाने छेउमा। हामी चाहिँ यहाँ प्रहरी चौकीमा नि आइसक्यो। हामी आउँदा चाहिँ यहाँ 1-2जना साथीहरू आउनु भएको थियो। एकजना दोस्रो पनि आइसक्नु भएको रहेछ। अनि यहाँ दिदी बहिनीहरू सबैजना चाहिँ हामी भेला भइसक्यो। पिकनिकको लागि चाहिँ हामीले खसी पनि किनिसक्यो। सबैजना एक ठाउँ भेला भए सबै सामान चाहिँ यही केलाइ गरेर काटेर चाहिँ हामी लाँदैछौँ, किनभने उहाँ सजिलो होस् भनेर। सबै सामान तयार पारेर अनि गाडीमा सबै सामान लोड गरिसक्यो। नखानेलाई चाहिँ कुखुराको मासु बोकेको छ हामीले। फेरि पानीहरू चिसोहरू लाएर हामी चाहिँ जाँदैछौँ पिकनिकको लागि। यो चाहिँ हाम्रो हरिण बजार रह्यो। यो चाहिँ हाम्रो सगुन गाडी हो। अनि हामी चाहिँ नारायण चोक हिँड्दै कैलाशपुरी जाँदैछौँ। यो चाहिँ त्यहाँको बाटोको घरहरू रह्यो। अनि यो बाटो हुँदै हामी चाहिँ कैलाशपुरी पुग्न लागिसक्यो। अनि भोलि चाहिँ हाम्रो विदाई कार्यक्रम भएको कारणले गर्दा अनि आज चाहिँ हामी सबैजना मिलेर पिकनिक गएको हो। भोलि चाहिँ हाम्रो निर्वाचन प्रहरीको लास्ट डे हो। त्यसपछि हाम्रो ड्युटी सकिन्छ। अनि हामी कैलाशपुरी नै आइसक्यो। हामीभन्दा अगाडि चाहिँ हाम्रो साथीहरू चाहिँ त्यहाँ गइसक्नु भएको थियो। हाम्रो टोलीहरू चाहिँ अगाडि नै आइसक्नु भएको थियो उहाँहरू चाहिँ। अनि त्यसपछि यहाँ चाहिँ खाना पकाउन लाग्यो। अनि सबैजना मिलेर काट्ने केलाउने कोही पकाउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ साथीहरू डेक ल्याएको थियो। अनि डेक जोडेर हामी सबैजना एकछिन रमाइलो गऱ्यौँ। अनि त्यसपछि चाहिँ हाम्रो खानाहरू पाकिसकेको थियो। अनि खानाहरू खाएर त्यसपछि फेरि हामी रमाइलो गर्न लाग्यौँ। र आज चाहिँ एकदमै रमाइलो भएको थियो। यता हाम्रो साथीहरू खाँदै हुनुहुन्छ, यता सरहरू, यता दिदीहरू, अनि कोही चाहिँ ठाउँ नभएर यता साइडमा आएर खाइरहनु भएको छ। तर आजको पिकनिक चाहिँ एकदमै रमाइलो भएको थियो। सबैजना एकसाथ भेला भएर यसरी पिकनिकमा आउँदा चाहिँ एकदमै रमाइलो लागिरहेको थियो मलाई। खाइसकेपछि फेरि हामी नाच्नुतर्फ लाग्यो। हाम्रो डेकको चार्ज सकेको कारणले गर्दा एकछिन चार्ज गऱ्यो। अनि त्यसपछि फेरि हामी चार्ज गरिसकेपछि फेरि नाच्न थाल्यो। हामी चाहिँ त्यो माथि ठाउँ नअडेर अनि सबैजना यहाँ बाहिर बसेर नाचिरहेछ। हाम्रो सबै सरहरू, साथीहरू, दिदीबहिनी सबजना एकदम रमाइलो गर्नुभएको थियो। त्यसपछि चाहिँ हामी अन्तिम गीतमा नाचेर चाहिँ हामी घरतर्फ लाग्यो। हामी चाहिँ सिधै